नमस्कार, अनिष्टाही अफिसियल युट्युब च्यानलमा यहाँलाई स्वागत छ। तपाईहरु बीच पनि दुईजनाको श्रीमान श्रीमतीको बीचमा कुनै तेस्रो व्यक्तिको आगमन भइरहेको छ भने त्यसलाई कसरी समाधान गर्ने, तिनीहरु बीच कसरी झगडा गराउने भनेर तपाई चिन्तितमा हुनुहुन्छ भने यस्तो उपाय गर्नुहोला। शनिबारको दिन कुनै शान्त कोठामा बसेर एउटा कागती लिने अनि त्यसलाई काटेर दुई टुक्रा गराउने। एक टुक्रामा जो पार्टनर लागेको छ तेस्रो व्यक्ति उसको नाम लिने र एउटा फलामको पिन अथवा फलामको किला भन्छ त्यसलाई गाड्ने उसको नाम लिएर, अनि दोस्रो जो टुक्रा हुन्छ त्यसमा चाहिँ आफ्नो पार्टनरको नाम भनेर त्यसमा गाड्ने, अनि दुईवटा त्यो काटेको कागती र पिन ठोकेको कागती हुन्छ नि, जो दुईवटा टुक्रा बनाएको हुन्छ त्यसलाई एउटा हातमा लिएर ओम श्री श्री भैरवाय नमः भनेर 11 चोटि मन्त्र जप गर्ने, अनि त्यसलाई घरदेखि अलिकति टाढा लगेर त्यसलाई खाडल खनेर गाडिदिने, अनि त्यसलाई पछाडि फर्केर नहेर्ने। यदि यो उपाय तपाईले शनिबारको दिन गर्नुभयो भने तपाईको आउँदो शनिबारसम्म कुनै न कुनै कारण त्यो तेस्रो व्यक्ति र तपाईको पार्टनरको झगडा पर्नेछ, झगडा हुनेछ, अनि त्यस्तै गरेर सानोतिनो कुराले तिनीहरूको रिलेसन बिग्रिदै जानेछ। हवस् त, धन्यवाद। यस्तै जानकारीको लागि अनिष्टाही अफिसियल युट्युब च्यानललाई सब्स्क्राइब गरिदिनु होला। धन्यवाद।